भयो र यो 4 वर्षको अवधिमै त्यस अभियानमा एउटा युवाको भरोसा र आशाको केन्द्र बन्नुभएको बालेन्द्र शाह जब समावेश हुनुभयो अहिले प्रधानमन्त्री थियो, त्यस कारणले हामीले चाहिँ देशभरि नेपाली जनताहरूले चाहिँ हामीलाई यो संविधानमा बहुमत ल्याउन सामान्यतया गाह्रो छ भन्दै गर्दा पनि सम्भव बनाएर करिब 2/3 को गभर्मेन्ट हामीलाई दिनुभएको छ। त्यसै सन्दर्भमा तपाईँ सम्पूर्णले हामीलाई चाहिँ गुल्मीमा पुराना दलको आधार इलाकालाई भत्काएर हामीलाई निर्वाचित गर्नुभएकोमा सर्वप्रथम हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्न चाहन्छु। अब अहिले मैले तपाईँहरूको चाहिँ प्रथम अधिवेशनको सफलताको शुभकामना वक्तव्य दिइरहँदा कतिपय साथीहरूले जिज्ञासा राखेका कुराहरू पनि मैले केही भन्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु। सामान्यतया यो वर्ष भनेको हामीले चाहिँ सुशासनको वर्ष भनेका छौँ। त्यसकारण हाम्रा प्रधानमन्त्रीजीले पनि संसदबाटै उहाँले सुशासन हामी कायम गर्नको लागि लागेका छौँ भन्नुभएको छ। जबसम्म हामीले सुशासनको लागि र व्यथिति र विसङ्गति अन्त्यको लागि जब हामीले योजनाबद्ध तरिकाले जान सक्दैनौँ, हामीले चाहिँ कनिका छरे जस्तो बजेट छरेर कोही पनि पुग्न सकिन्न भन्ने हिसाबले भएकै कारणले हामी त्यही अभियानमा लागेका छौँ। र कतिपय साथीहरूले अहिले पुराना दलले राखिसके फेसबुकमा हामीले किन राख्न पाएनौँ, तपाईँले पुराना गरेर छोडिदिनुहोस्। हामीले चाहिँ समानुपातिक हिसाबले बजेट विनियोजन भएको छ। विभिन्न अलपत्र आयोजनाहरूका चाहिँ सम्पन्न गर्ने, जनताका आधारभूत आवश्यकता भनेको हामीले खानेपानीबाट वञ्चित भएका छन् हाम्रा जनताहरू। हाम्रा गरिब जनताहरू जो चाहिँ निमुखाहरू हुनुहुन्छ उहाँ चाहिँ आफ्नो आवासबाट वञ्चित भएर एउटा छारी पानी आउँदा चाहिँ पानीबाट बच्न सक्ने अवस्था छैन भने त्यस्ता आवासहरू बन्नुपर्छ। त्यसपछि शिक्षा स्वास्थ्य हुँदै बल्ल सडक भनेको हाम्रो हुँदै जानुपर्छ भन्ने हाम्रो सरकारको प्राथमिकतामा पनि छ। र हामीले त्यसै गर्दै गर्दा अब हामी स्थानीय चुनावको सङ्घारमा छौँ। ती सबै कुरो कार्यान्वयन गर्नको लागि जति पनि हामीले चाहिँ विधि बनाउँछौँ, थिति बनाउँछौँ, त्यो थिति र विधिलाई चाहिँ र बजेटका कार्यान्वयन गर्नको लागि चाहिँ हामीसँग स्थानीय निकाय आवश्यक पर्छ। त्यस कारण चाहिँ त्यो स्थानीय आउँदै गरेको स्थानीय निकायमा चाहिँ चयन गर्नको लागि चाहिँ सही नेतृत्वको आवश्यकता पर्छ। र तपाईँहरूले चाहिँ अहिले जिल्ला नेतृत्व चयन गर्दै गर्दा जस्तै स्थानीय निकायमा विभिन्न गाउँपालिकामा चाहिँ एकदमै राम्रा नेतृत्व आइसक्नु भएको छ, तपाईँले चुन्नु भएको छ। त्यसको लागि चाहिँ तपाईँलाई पुनः धन्यवाद दिन चाहन्छु। र अहिले चाहिँ हामी पदभन्दा माथि हामीले चाहिँ देश हो, देशलाई एउटा शिरमा राखेर देश बनाउने अभियानमा विशेष गरी गुल्मीलाई चाहिँ बनाउने अभियानमा गुल्मीलाई चाहिँ समृद्ध गुल्मी बनाउनको लागि चाहिँ पार्टीको पनि महत्त्वपूर्ण भूमिका हुने हुँदा तपाईँले चाहिँ यो अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न सक्नुहुनेछ। र नभए चाहिँ प्रजातान्त्रिक विधिबाट नेतृत्व चयन गर्दा पनि तपाईँले चाहिँ विवेक परेर